तुम्बा लिम्बू महेन्द्र कुमार नेमाङज्यू। प्रदेश नम्बर 1 विगत लामो समयदेखि लेखन र प्रकाशन मार्फत नेपाली वाङ्मयका क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै यहाँलाई नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा स्थापित प्रज्ञा प्रादेशिक पुरस्कार 2082 रु 50,000 अक्षर रु 50,000 नगदसहित ससम्मान समर्पण गरिएको छ। यस पुरस्कारबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान यहाँको उत्तरोत्तर प्रगति र सुस्वास्थ्यपूर्ण दीर्घ जीवनको कामना गर्दछ। धेरै धेरै बधाई छ। मलिसा तुम्बा लिम्बू महेन्द्र कुमार नेमाङज्यू। प्रदेश नम्बर 1 विगत लामो समयदेखि लेखन र प्रकाशन मार्फत नेपाली वाङ्मयका क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै यहाँलाई नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा स्थापित प्रज्ञा प्रादेशिक पुरस्कार 2082 रु 50,000 अक्षर रु 50,000 नगदसहित ससम्मान समर्पण गरिएको छ। यस पुरस्कारबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान यहाँको उत्तरोत्तर प्रगति र सुस्वास्थ्यपूर्ण दीर्घ जीवनको कामना गर्दछ। धेरै धेरै बधाई छ। मलिसा तुम्बाज्यू।